रसिया युक्रेनको बढ्दो तनाव त छँदै थियो। अहिले आएर अमेरिका, इरान, इजरायल बीचको वारको कारणले मिडल इस्टमा निकै ठुलो डर र त्रासको अवस्था चाहिँ सिर्जना भइरहेको छ। बाँकी विश्वमा पनि चाइना, ताइवान बीचको टकराव, कोरियाली प्रायद्वीपमा नर्थ कोरिया, साउथ कोरिया, जापान कति बेला युद्धमा जाने हुन् थाहा छैन। संसारभरि नै यस्तो टकरावहरू भइरहँदाखेरि कतै तेस्रो विश्वयुद्ध नै त हुन लागेको होइन भन्ने प्रश्न चाहिँ आज आम सर्वसाधारणको मनमा उठ्न थालेको छ। युद्धमा कति मानिसहरू मर्लान्, कस्तो हतियारको प्रयोग होला? आजभन्दा 87 वर्ष अगाडि सुरु भएको दोस्रो विश्वयुद्धले त हामी नेपाललाई छोडेन भने आजको दिनमा आएर हामी कुनै युद्धमा भाग लिँदैनौँ भनेर चाहिँ सुख पाइने अवस्था छैन। यदि तेस्रो विश्वयुद्ध भयो भने तपाईँ हामी काहीँ न काहीँ इन्भल्भ हुन्छौँ। तेस्रो विश्वयुद्धमा कुन लेभलका हतियारको प्रयोग होला भन्ने कुराको उत्तर खोज्नु अगाडि दोस्रो विश्वयुद्धमा के भएको थियो थोरै इतिहासतिर जाउँ। सन् 1939 देखि सन् 1945 सम्म चलेको दोस्रो विश्वयुद्ध अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा खसालेको एटम बमसँगै दोस्रो युद्धको समाप्त भएको थियो। मानव इतिहासकै पहिलो पटक हिरोसिमा र दोस्रो पटक नागासाकीमा खसालेको एटम बम पछाडि कुनै पनि युद्ध या कालखण्डमा चाहिँ एटम बमको प्रयोग भएको छैन। सुरुमा एटम बम भनेको के हो यसको इतिहासको बारेमा थोरै चर्चा गरौँ। दोस्रो विश्वयुद्ध चलिरहेको समयमा अमेरिकाले दुई प्रकारका आणविक हतियारहरूको विकास गरिरहेको थियो। सोको जानकारी चाहिँ बाँकी विश्वलाई थिएन र पहिलो एटम बम जसलाई चाहिँ लिटल बोय नाम दिएको थियो, जुन चाहिँ युरेनियमको प्रयोग गरेर गन टाइप वेपनको रूपमा चाहिँ बनाइएको थियो। दोस्रोलाई नाम दिएको थियो फ्याटम्यान, जसलाई चाहिँ प्लुटोनियमको प्रयोग गरेर इम्पल्स टाइप वेपनको रूपमा विकास गरिएको थियो। सेकेन्ड वर्ल्ड वारको समयमा एलाइड र एक्सिस गरेर शक्ति राष्ट्रहरू चाहिँ दुई भागमा बाँडिएका थिए। एलाइड ग्रुपमा सोभियत युनियन, युएसए, युनाइटेड किङडम, फ्रान्स लगायत राष्ट्रहरू थिए भने एक्सिस ग्रुपमा चाहिँ जर्मनी, इटाली, जापान लगायत राष्ट्रहरू थिए। मैले यहाँ चर्चा गर्न लागेको विषय चाहिँ अगस्ट 6, 1945 को दिन हिरोसिमामा र त्यसको 3 दिन पछाडि अगस्ट 9, 1945 का दिन जापानका दुईवटा सहरहरूमा एटम बम खसालिएको थियो। त्यो समय भनेको मानव इतिहासकै सबैभन्दा खराब समय थियो। उक्त विस्फोटपरि 1,29,000 देखि लिएर 2,26,000 को संख्यामा मानिसहरूको मृत्यु भएको थियो। मृत्यु हुनेहरूमध्ये 90% भन्दा धेरै चाहिँ आम सर्वसाधारण मानिसहरू थिए भने उक्त घटना लगत्तै दोस्रो विश्वयुद्धको समाप्त भएको थियो। र त्यसपछि आजको दिनसम्म आइपुग्दाखेरि कुनै पनि युद्धमा चाहिँ एटम बमको प्रयोग भएको छैन। तर आजभोलि फेरि न्युक्लियर वारको बारेमा चाहिँ चर्चा हुन थालेको छ। दोस्रो विश्वयुद्धको समाप्तिसँगै दुईवटा राष्ट्रहरू चाहिँ एटमिक शक्तिको रूपमा उदाउन थालेका थिए र ती राष्ट्रहरू चाहिँ हुन् युएसए र सोभियत युनियन। ती राष्ट्रहरू बीचमा को शक्तिशाली भनेर प्रतिस्पर्धा सुरु भयो। सो प्रतिस्पर्धा चाहिँ कोल्ड वारको रूपमा देखा पर्न थाल्यो। एक अर्काबाट बच्नलाई एटम बमहरू ठुलो मात्रामा निर्माण गर्न थाले। सोभियत युनियन र युएसए को बीचमा ठुलो टकरावको स्थिति उत्पन्न भयो। टकराव पनि यतिसम्मको थियो कि न्युक्लियर वारको स्थिति नै हुने अवस्था आयो। तर विविध कारणले गर्दाखेरि युद्ध टरेर गयो। त्यस पछाडि कुनै पनि शक्ति राष्ट्रहरू चाहिँ न्युक्लियर वारको अवस्थामा पुगेका छैनन्। तर अहिलेको अवस्थामा चाहिँ विश्वका धेरै राष्ट्रहरू चाहिँ न्युक्लियर वेपनबाट सज्जित भइसकेका छन्। तर पनि 90% भन्दा ज्यादा न्युक्लियर वेपन चाहिँ रसिया र अमेरिकासँग छ भनेर भनिन्छ। न्युक्लियर वेपनको भण्डारणको कुरा गर्ने भने 6000 को हाराहारीमा रसियासँग न्युक्लियर वेपन छ भने दोस्रो स्थानमा रहेको अमेरिकासँग लगभग 5000 को हाराहारीमा छ। 350 भन्दा धेरै संख्यामा चाइनासँग न्युक्लियर वेपन रहेको छ। यो संख्या चाहिँ रसिया र अमेरिकाको भन्दा निकै कम हो। यद्यपि चाइनाले प्रत्येक वर्ष चाहिँ ठुलो संख्यामा आफ्नो न्युक्लियर वेपन क्षमता चाहिँ बढाउँदै गइरहेको छ। यस्तै गरेर फ्रान्स, युके, पाकिस्तान, इन्डिया, इजरायल, नर्थ कोरिया लगायत राष्ट्रहरूसँग पनि न्युक्लियर वेपन रहेको छ। अहिलेको अवस्था न्युक्लियर वेपनको प्रयोग भयो भने यसले गर्ने असर कस्तो हुन्छ कल्पना गर्न पनि धेरै गाह्रो हुन्छ। यसले गर्ने क्षति कुन मात्रामा हुन्छ यकिन गर्न निकै नै गाह्रो छ। युद्ध भइरहेको अहिलेको अवस्थामा आणविक हतियारको प्रयोग नहोला त भन्न सक्ने अवस्था नै छैन। एउटा भनाइ छ नि, एभ्रिथिङ इज फेयर इन लभ एन्ड वार भनेर। शक्ति राष्ट्रहरूले आफूसँग भएको न्युक्लियर वेपन चाहिँ एक आपसमा प्रयोग गर्न थाले भने पृथ्वीमा भएका करिब 90% मानिसहरूको चाहिँ मृत्यु हुन्छ। अल्बर्ट आइन्स्टाइनलाई एक पत्रकारले तेस्रो विश्वयुद्धमा चाहिँ कस्तो खालको हतियार प्रयोग हुन्छ भनेर प्रश्न गरेका थिए, जसको जवाफमा आइन्स्टाइनले भनेका थिए, म तेस्रो विश्वयुद्धमा प्रयोग भएको हतियारको बारेमा त भन्न सक्दिनँ। यदि चौथो विश्वयुद्ध भयो भने पक्कै पनि हतियारको रूपमा चाहिँ लाठी र ढुङ्गाको प्रयोग हुनेछ। दोस्रो विश्वयुद्धमा प्रयोग भएको एटम बमको क्षमता र आजको दिनमा भएको एटम बमको क्षमता आकाश जमिनको फरक छ। यो अवधिमा चाहिँ प्रविधिमा निकै नै धेरै विकास भइसकेको छ। प्रविधिको विकास सँगसँगै एटमिक वेपनको क्षमता पनि निकै बढेर गइसकेको छ। हिरोसिमा र नागासाकीमा खसालिएका ती दुईवटा न्युक्लियर बमको क्षमता 15 किलोटन र 20 किलोटनको थियो। तर अहिलेको मोडर्न समयमा रसिया र अमेरिकासँग भएको न्युक्लियर बमको क्षमता चाहिँ हिरोसिमा, नागासाकीमा प्रयोग भएको न्युक्लियर बमको भन्दा अजनौ गुणा बढी छ। यदि न्युक्लियर वारको अवस्था आयो भने जनधनको क्षति मात्र नभएर पुरै मानव सभ्यता नै सङ्कटमा पर्नेछ। यसले गर्ने असर चाहिँ विभिन्न चरणमा देखा पर्नेछन्। तत्काल पर्ने असरहरूको बारेमा कुरा गर्दाखेरि लाखौँ मानिसहरूको तुरुन्तै मृत्यु हुनेछ, कयौँ सहरहरू ध्वस्त हुनेछ।
आणविक विकिरणपछि फैलिने विस्फोटको कारणले तत्काल र दीर्घकालीन स्वास्थ्य समस्याहरू निम्त्याउनेछ। त्यस्तै गरेर इन्टरनेट, सञ्चार, विद्युत जस्ता प्रणालीहरू निष्क्रिय हुन सक्छ। त्यस्तै गरेर लङ टर्ममा पर्ने असरहरूको बारेमा कुरा गर्नुपर्दा चाहिँ विस्फोटको कारणले उड्ने धुवा धुलोले सूर्यको प्रकाशलाई रोक्न सक्छ, जसको कारणले गर्दा पृथ्वीको टेम्परेचर घट्न गई विश्वव्यापी भोकमरी निम्त्याउन सक्छ। विस्फोटबाट उत्पन्न ग्यासको कारणले गर्दा ओजन तह कमजोर हुन सक्छ, जसको परिणाम सूर्यको हानिकारक विकिरणहरू पृथ्वीको सतहसम्म आइपुग्न सक्छ। माटो, पानी, हावामा विकिरणहरू फैलिएर प्रदूषित बनाउन सक्छ। ठुला भनिएका राष्ट्रहरू पतन हुनेछन्, इकोनोमी ध्वस्त हुनेछ, खाद्यान्न सङ्कट निम्तिनेछ, राजनीतिक अस्थिरता, गृहयुद्ध जस्ता धेरै कुराहरू देखा पर्छन्। समग्रमा भन्नुपर्दा मानव सभ्यतामा यति ठुलो सङ्कट आउनेछ कि जसको आकलन गर्न निकै नै कठिन छ।